गाइस अहिले भने चाहिँ म चाहिँ बिहामा छु अन्त अब चाहिँ तपाईहरुलाई यहाँको सिनहरु देखाउने छु अन्त अहिले भने चाहिँ यहाँ म भ्लग गर्नु चाहिँ टेरेसको सिडीमा छु हैन अब अगाडिको सिनहरु देखाउँछु के हुन्छ के गर्छ भनेर अन्त आजको भ्लग चाहिँ मन पर्यो भने प्लिज लाइक पनि गरिदिनुस् होला अन्त सब्स्क्राइब पनि कमेन्ट पनि गरिदिनुस् है गाइस शेयर पनि गाइस शेयर पनि अन्त गाइस अब चाहिँ हामी जाँदैछ पर्खिने गाइस पर्खिने गाइस अहिले भन्छ यहाँ चाहिँ बेहुला बेहुली आइसकेको छ अन्त यहाँ चाहिँ अलिक साउन्ड आएको छैन किनकि यहाँ चाहिँ त्यही खेर म चाहिँ भ्लग बनाएको अलिक ब्लर आएको छ अब तपाईहरुले यो खदाहरु लाको सेरेमनीहरु इन्जोय गर्नुस् होला कस्तो रहेछ खाना ओइ मोटु ए पत्लु कस्तो रहेछ खाना मिठो ओही बना ओइ माम कस्तो छ कस्तो छ दर्शन माम मिठो आज कसको बिहा रे मेरो काकी र सुरेन काकाको काकी माम कस्तो रहेछ भाइ मिठो यहाँ चाहिँ के हुँदैछ गाइस हेर्नु यहाँ पनि खाना खाँदैछ मोटु कस्तो खाएको देखाउ त लु मोटु मिठो माम म पनि खाँदैछु गाइस अहिले भन्दैछु त्यो ती राख्दै मेरो हातै खानु हेलो गाइस लाइक सब्स्क्राइब गरिदिनु भयो लाइक सब्स्क्राइब गर्नु हाम्रो यहाँ चाहिँ सबैजनाले अब माम खाना आँटेको छैन हाम्रो एउटा भ्लगर दाजु पनि खाँदैछ जाँदैछ गाइस उसको पनि च्यानल छ रिदाई भ्लग्स प्लिज सब्स्क्राइब गरिदिनु होला तर मेरो कम्ती छ सब्स्क्राइबर चाहिँ तपाईँहरूले पनि सब्स्क्राइब गरिदिनु पऱ्यो म पनि गाइस खाना खाँदैछु यो हुन्छ भने अब तपाईँलाई खानु छैन खाइसकेपछि देखाउँछु गाइस अहिले हुन्छ मैले पनि खाइसकेँ होइन रेहानले चाहिँ खाइसकेको छैन मासु उब्लिरहेको छ अब चाहिँ म यो प्लेट पुऱ्याउनु जाँदैछु थाल पुऱ्याउनु जाँदैछु गाइस यहाँ चाहिँ भाडा माझा हुँदैछ यो प्लेट पनि पुऱ्याइसकेँ अब चाहिँ खाना खाएर अब घर जान आँटेको सबैजना आजको भ्लग चाहिँ तपाईहरुलाई आजको भ्लग चाहिँ यति नै हैन गाइस आजको भ्लग चाहिँ तपाईहरुको यति नै मन पर्यो भने लाइक अनि सब्स्क्राइब पनि गरिदिनुस् होला अहिले भने चाहिँ म टेरेसमा आएको छु एक्लै छु हैन गाइस अँध्यारो भएको छ अन्त यो भ्लग चाहिँ अलिक छोटो भयो होला तपाईहरुलाई किनकि म चाहिँ अघि मात्रै बनाएको अन्जनीमा बनाएको यो भ्लग चाहिँ तपाईहरुलाई मन पर्यो भने चाहिँ प्लिज लाइक पनि गरिदिनुस् होला सब्स्क्राइब पनि गरिदिनुस् होला अब भेट्छु अर्को भ्लगमा बाई